साला सुक्खा पनि के साह्रो लाग्यो होला फुटेको कौडी समेत छैन कस्तो चाहिँ भाग्य लिएर जन्मिछु भने नि बरु यसो बाबाजीलाई हातेरमा पो जानुपर्छ कि क्या हो केही पो हुन्छ कि जानु पर्यो बाबाजी भयो ठाउँतिर नमस्कार बाबाजी नमस्कार नमस्कार बाबु के कामले आयो बाबु आज मौसममा यसो हातहरू कि भनेर आएको बाबाजी कस्तो छ अब छैटीको दिनमा भाबीले के लेखिदिएका छन् त्यो चाहिँ सबै भनिदिनु पर्यो बाबाजी पुसाम कहाँ राखेको छु मैले यहाँ हात हेराउनै आयो तिमी त्यसो भए हातेर आउनै आएको बाबाजी बस त बाबाजीलाई म यसो दक्षिणा दिनु पर्यो उ त बाबाजी मैले यहाँ राखेँ अनि यो त ठिक छ बाबु के छ कसो छ मेरो खै हात एउटा हेरिदिनु पर्यो हात हेरिदिन्छु तिम्रोमा बाबु हजुर तिम्रो त जिन्दगी कुकुरको जस्तो रहेछ त हो र हिँडेर डुलेर न त के गर्ने त्यत्तिकै चल्दो रहेछ त बाबु तिम्रो जिन्दगी त पुरै कुकुरको जस्तै छ त खोइ बाबाजी अहिलेसम्म त त्यस्तै छ के गर्न सकिन्छ बाबाजी बरु यसो अलिअलि दक्षिणा बढाएर केही भन्न सकिन्छ भने राम्रो राम्रो भनिदिनु बाबाजी तपाईँले त के बाबु गर्नुभयो राम्रो राम्रो भनेर त त्यस्तै हो अरू त केही भन्न सक्दिनँ बाबु तिमीले चाहिँ एउटा कर्म गर कस्तो कर्म गर भनेदेखि आजको दिनमा हजुर तिमीले बोलेर जे गरे नै एउटा कर्म गर बोलेर गर्ने नि कर्म नै हो हजुर बोलेर तिमीले कर्म गर्यौ भने आजको दिनमा तिम्रो मनोकांक्षा चाहिँ पुरा हुनेछ ओहो यो चाहिँ मैले भने आजको दिनमा गर ल आज दिनमा आजको भनेपछि आज दिनमा मैले बोले भने नि मेरो मनोकांक्षा पुरा हुन्छ लु बाबाजी तपाईँले मेरो मन प्रसन्न बनाइदिनु हो ल धन्यवाद गुरुजी धन्यवाद कल्याण होस् बाबुको जय श्री राम अनि सुनिलजी हजुर 2-4 हजारको जागिरले चाहिँ कल्याण होला जस्तो छैन अब पैसा कमाउनु चाहिँ केही अलि अभ्य सोच्नु पर्यो सही भन्नुभयो विजयजी यो 2-4 हजारको पैसाले न त हाम्रो घर व्यवहार चल्न सक्छ न त केही गर्न सकिन्छ केही गर्नै सकिँदैन हामीले केही न केही नयाँ सोच्नु पर्यो हजुर त्यही त भने उमेरले नेटो काट्न लागिसक्यो अब अहिले पैसा कमाएन भने पछि बुढेसकालमा चाहिँ के गर्ने होला केही सोचौँ के गर्ने होला त यसो गरौँ कसो हुन्छ कसो नेताको घर चोरौँ आज एहे चोर्नु त पाप नलाग्ला र हामीलाई के को पाप लाग्नु त्यो भ्रष्टाचार गरेको पैसा हाम्रै जनताको पैसा लुटेर त तिनीहरू त्यति ठुल्ठुला भएको छन् 2 वर्ष 5 वर्षमा तिनीहरू काया पलट भइसकेका छन् कत्रा कत्रा घर बनाउँछन् अब हामीले त्यही गरेर भने त छोराछोरीको भविष्य बनाउनु पर्यो नि कुरो सही गर्नु हो तर पनि चोर्नु त अलि कानुन लाग्ला नसोच्नुहोस् न तपाईँको आज चाहिँ नेताहरू चाहिँ तपाईँको विदेश भ्रमणमा गएको छन् त्यही मौका पारेर चाहिँ हामी आज घर लुट्न जानुपर्छ चोर्ने कुरा चाहिँ गर्नु हो उसको सुरक्षाकर्मी घरमा छैनन् होला र सुरक्षाकर्मी सबैलाई तपाईँको घर घर यो दसैँ तिहारको बिदामा घर पठाइदिएको छन् सबैलाई यही मौका पारेर हामी आजै चोर्न जानुपर्छ ए भनेपछि अब पाप साप साइडमा लगाएर आज चाहिँ यो प्लानलाई फाडी हान्नु पर्यो तपाईँले पनि यसो गर्नुहोस् यो मैले टोपी लिएर आएको छु यो टोपी लगाऊँ ल ल लगाइहाल अनि लगाएर गइहाल्नु यति गरेपछि त कसरी कहाँ देखिनु छैन नि ल गइहाल्नु छिटो जानुपर्छ छिटो कथाहरू चाहिँ धेरै रहेछ तुलना फिर्न पर्ने होला त्यो कुरा चिन्ता नगर मैले देखेको छु ल यही नै हो तर लक रहेछ नि लक त मैले तोडिहाल्छु नि अँधेरो रहेछ त कसरी गर्ने लाइटवाला स्विचहरू चाहिँ कता छ स्विच खोज ए यहाँ रहेछ ल कता छ खोज्नु पर्यो ए होइन हो उसले भ्रष्टाचार गरेर कमाएको पैसा छैन कि क्या हो कतै लकरहरू ल्याएर न यसो लकरहरू गएर खोज खोजिराख त केही पनि छैन त हो बिहान होइन यता आउ त यहाँ सुन हेर्न आउ त यहाँ कति छ सुन यो भ्रष्टाचार गरेर निकालेको सुन हेर त यहाँ कति धेरै छ ओ झोला रातको सेल गर्छ ओ झोला यति धेरै सुन हेर त कति धेरै सुन हो ओ माई गॉड
यसले त हाम्रो अब 3 पुस्तासम्म भने 3 पुस्तासम्म ओ माई गॉड कति धेरै हेर त खजना सुनको ढिक्का पनि सुनका ढिक्काहरू ल छिटो छिटो गरेर जानुपर्छ छिटो छिटो गरौँ छिटो छिटो गरौँ ल जाउँ 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 छिटो जानुपर्छ अब फेरि मान्छे आइहाल्छ छिटो जाउँ 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 साला किन किन केही गरे पनि हुँदैन केही पनि गरे हुँदैन भनेर भनेको त यस्ता दशकरा चलिरहेका रहन् अनि यत्रो हुन्छ तर केही छैन आज बाबाजीले त्यति भनेपछि म खुसी भएको छ भरेसम्म राम्रो समाचार सुन्न पाइन्छ धन हातमा लागि हुन्छ भनेर भनेका छन् त्यति भएपछि मलाई राम्रो हो अब चाहिँ नि यही खुसियालीमा ठक्क रामे दाइकोमा गएर अलिकति एक ट्याक त खानु पर्यो ल खानाको जोड जाम्नी भयो क्या रे अब यसो मौसम चिसो चिसो छ एक एक गिलास हान्ने पो हो कि ओ पर भट्टी छ त्यो पस भट्टीमा गएर खानुपर्छ छिटो छिटो रामे दाइको भट्टी पसलमा के छ रामु दाइ खै लु 20 रुपियाँको सक्का पार्नु त 20 रुपियाँको ल्याउनु त अरे के साह्रो रिसाउनु भएको त भाइ जहाँबाट चाहिँ नि 5-6 हजार रुपियाँको के उधार खाइदिएर थिएँ पैसा तिर्दैन जस्तो लागेर रिसाएर हेर्नुहुन्छ त हामीले सुकाएर दिन आउला नि त हामी पनि पैसा कमाइएला अहिले पो अब छैन त त्यही पनि आज बाबाजीले चाहिँ नि मलाई तेरो अब सुकाएर दिन सुरु भयो दुखाएर दिन गएँ भनेर भन्नुभएको छ हेर्दै जानु तपाईँले म के भन्छु भन्दाखेरि 7 दिनभित्रमा यो छ नि यो सुजीलाल केही भएर देखाउँछ क्या त मुला खाली चिल्ला गफ मात्र दिन्छस् होइन तँसँगैका साथीहरू चाहिँ उता विदेशमा गएर पैसा कमाएर होइन घर जग्गा जोडिसके तँ चाहिँ खाली त्यता गफ मात्र दिन्छस् यहाँ मुला लि खा रक्सी यही खाएर हुन्छ तँलाई तर तपाईँलाई म 7 दिनभित्र के बनाएर देखाउँछु हेर्दै जानु मेरो अब सुकाएर दिन सुरु भएको छ नि तपाईँलाई म देखाउँछु त बाबाजीका कुरा गर्दै बस है त्यो 21औं शताब्दीमा आएर चाहिँ बाबाजीका कुरा गरेर तिमीलाई चाहिँ विश्वास गर है के साह्रो तितो यसको झ्याप मात्र मिठो खाना त कहाँ सकिन्छ र तितो त्यही जे भयो भने खानु त पर्यो अब चाहिँ हामी यो टोपी चाहिँ खोलौँ रामी दाइको भट्टी पसलमा जाँदा फेरि हामीलाई चोर भनेर शङ्का गर्न सक्छ टोपी चाहिँ खोलेर यो झोलामा राखौँ अहिले चाहिँ हामी जानुपर्छ ल ल जाउँ 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 बिहान गजब छ बिस्तारै जिउ पनि ताप्छ जाडो जाडो छ अब साथीलाई फोन गर्नु पर्यो मेरो भगिनी साथीलाई ए कसले फोन गर्यो फेरि ए सुजिलालले फोन गरेछ पक्का नि रक्सी खाएर फोन गर्यो होला हेलो हेलो के छ हौ भगिनी साथी सन्चै छौ मेरो सन्चै छ तिम्रो के छ खबर म त यहाँ रामेदाको भट्टीमा आएर रक्सी पो खाँदैछु हौ ल भाइ फेरि भट्टी पसलतिर पुगेछ भाइ त्यही त होला नि खालि सपनाका कुरा गर्ने होइन ओहो सपनाको कुरा गर्दाखेरि त हिजो मैले त गजब सपना देखेँ नि यार लु यो अब सुरु भइसक्यो यी सपनाका कुरा गर्न सुरु भइसक्यो होइन नभन आज नभन ल के गर्नु यार मेरो सुनिदिने बुझिदिने भनेको तिमी मात्र छौ नि यार अरू को छ र मेरो आज एक दिन त हो एक दिन सुन्दैौ यार झन् गजब सपना देखेको थिएँ मैले यति सुन्दै बोर भोलिदेखि म तिमीलाई कर लाग्दैन आजको दिन चाहिँ सुन्दैौ न यार ल ल ठिकै छ भन न ठिकै छ सुनौँ कस्तो सपना भएछ यार मैले त हिजो अनि पुलिस भएको सपना देखेँ नि यार अनि मलाई चाहिँ होइन त्यो पुलिस डिपार्टको आइजिपीले मलाई भन्यो क्या नेताको घरमा चोरी भएको छ अनि त्यो चोरीलाई चाहिँ पक्रिस् भने म तँलाई एक तारे असैबाट म तँलाई सिधै इन्सपेक्टर बनाइदिन्छु भनेर भन्नु यस्तो प्रमोसन गरिदिन्छ भने त ए किन नपक्रिने भनेर च्यालेन्ज एक्सेप्ट गरिहालेँ त्यहाँबाट म दायाँ बायाँ कुरा केही नगरिकन ठक्कसँगले जिपको चाबी निकालेँ जिपको चाबी निकालेर ठक्क स्टार्ट गरेपछि पैसा हाँकेँ मैले जिपलाई हाँकेँ यताउता चोरीहरू कहाँ छन् भनेर यताउता हेर्दै गएँ अनि यसो अगाडि हेरेको 2जना चोर भागिरहेका छन् चोर त के भन्नु झोला बोकेर भागिरहेका छन् पक्कै हिँडारे हुनुपर्छ यो वान्टेड चोरी भन्ने मान्छे डर नि होला भनेर ठक्क अगाडि गएर गाडी रोकेँ अनि मैले भनेँ
तिमीहरू फस्यौ केटा हो फस्यौ। जब तिमीहरू इन्सपेक्टर सुजिलाको हात पर्छौ नि भाग्न त के तिमीहरू हल्लिन सक्दैनौ। तिमीहरू जहाँनिर बस्दैछौ नि जहाँनिर टेकिरहेछौ नि त्यहाँनिर बम छ। अलिकति हल्लियो भने त्यो बम ब्लास्ट हुन सक्छ। अब इमान्दारीपूर्वक तिमीहरूले मलाई त्यो सुनको झोला दियो भने म तिमीहरूलाई जीवनदान दिन्छु, होइन भने मर्नलाई तयार बन। म तिमीहरूलाई मात्र 5सम्म गन्छु। इमान्दारीपूर्वक तिमीहरूले त्यो सुनको झोला मलाई दियो भने बच्यौ, होइन भने मर्यौ। म गर्न थाल्छु। 1 2 3 सुन के हो यो? सुन तपाईँले त भन्नुभएको होइन तपाईँ इन्सपेक्टर भनेको। तपाईँले सुन हाम्रो माफ गरिदिनु सर, हाम्रो माफ गरिदिनु। आजदेखि हामी गर्दैनौँ। अब हामीलाई माफ गरिदिनु। आजको दिनमा तिम्रो मनोकांक्षा चाहिँ पुरा हुने। तिमीहरू यो सुन चोरेर भाग्ने, सर माफ सुन चोरेर गरिदिनु। भाग्ने तिमीहरू। सर माफ गरिदिनु हामीलाई, अबदेखि गरिदिनु सर। ठिक छ, इमान्दारीपूर्वक तिमीहरूले सुन मलाई दियौ। हजुर सर। तिमीहरूलाई म एकचोटिको लागि माफी गर्छु। आइन्दादेखि चोरी डकैतीमा तिमीहरू चाहिँ नि समावेश भयो भने सर गर्दैनौँ सर। तिमीहरूलाई म जेलमा राखिदिन्छु। ल अहिलेको लागि म तिमीहरूलाई माफ दिन्छु। धन्यवाद। अहिले तिमी हस् सर, धन्यवाद सर। बाफ्रे बाफ, यही सुन छ त। बाबाजीले भनेको कुरा त कुरो त हो। जसले गरी नि गफ गर्नु, कर्म गर्नु फल आउँछ भन्थे। बाबाजीले भनेर मलाई टुको हो। उदाई सुन तपाईँको उधार कति हेरे? 6,000 देऊ न। 6,000 थाप्नु, क्याप थाप्नु, टोपी के भन्छ? टोपी थाप्नु। किन? तपाईँलाई सुन लु 6,000 होइन, 6,000 त के यो बेच्नुभयो भने तपाईँलाई जीवनभरि खान पुग्छ। लाउनु तपाईँको लागि 20 भयो। मेरो रक्सी खाएर मलाई नै भिख दिएर जान्छु भन्छ। ए धेरै नपाउनु न रामुजी। लु लाउनु 3टा भयो। बुवा तपाईँ खुसी हुनु है? खुसी छ। ल रामुजी म गएँ। अब सुन लिएर गइन्छ मेरो त जिन्दगी बनो। बाबाजीलाई नि एउटा सुनको डल्लो दिन्छु म। जान्छु।